हेलो सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ 7 बजी उठेर ओछ्यानमै फोन हेरेर बसिरहेको थिएँ। अमृता चाहिँ 10 बजी उठेर पनि मेरो लागि खाना रेडी गर्दै थियो। म कति ज्ञानी छ अमृता। त्यसपछि हामी खाना खाएर चाहिँ हामी बाहिर निस्क्यौँ, किनभने आज हाम्रो काम पनि थिएन अनि कतै जाने नभएको भएर हामी चाहिँ एकचोटि सिन्सेके घुमेर आऊँ भनेर गएको थियौँ। त्यहाँ चाहिँ यस्तो महँगो सामानहरू हुन्छ नि, बाफ्रे। 1 महिनाको स्यालेरी लिएर गयो भने त एक जोड लुगा नि राम्रोसँग आउँदैन होला। कुनै ब्रान्ड त त्यस्तो थियो क्या। अनि यहाँ चाहिँ मलाई यो दुइटै ब्याग मन पर्यो, कुन लिम भइरहेको थियो। मैले चाहिँ ब्ल्याक वाला लिएँ। अनि त्यसपछि हामी चाहिँ दुईजना मिलेर के चाहिने कति सपिङ गऱ्यौँ। अनि त्यसपछि भोक लाग्यो। त्यहाँ चाहिँ एउटा स्ट्रिट फुडको सेक्सन रहेछ, अनि त्यहाँ गयौँ। हामी चाहिँ के खाने भनेर हेरिरहेको थियौँ त। भियतनामको एउटा सुप ट्राई गरौँ जस्तो लाग्यो। लास्ट टाइम भियतनाम गएको बेला कस्तो मिठो लागेको थियो नि त। तर यहाँ चाहिँ फ्याल्लो थियो, त्यस्तो मिठो पनि थिएन, त्यस्तो नमिठो पनि थिएन, ठिकै थियो। अनि त्यसपछि हामीले यो ट्राई गऱ्यौँ। यसको नाम के थियो बिर्सेँ मैले अहिले चाहिँ। स्मोकी फ्लेभरमा मलाई चाहिँ मिठै लाग्यो, ठिकै। अमृतालाई नि ठिकै लाग्यो अरे। त्यसपछि फाइनली हामी त्यहाँबाट निस्क्यौँ। अनि हामी दुईजना मिलेर चाहिँ यति सपिङ गरेको थिएँ। अनि खुसी हुँदै देखाइरहेको छ मैले चाहिँ। त्यसपछि हामी चाहिँ बाहिर खाना खाएर आउने भनेर प्लान बनाएको भएर हामी चाहिँ हेर्दैछौँ कता के खाने भनेर। अनि त्यहाँ चाहिँ हामीले एउटा ढुङ्गामा पोलेर खानेवाला सन्देशपाल देख्यौँ। अनि हामीले ट्राई गरेर छैन, यो एकचोटि ट्राई गरौँ न भन्यौँ अनि ट्राई गऱ्यौँ, ठिकै लाग्यो, नट स्पेसल। अनि त्यसपछि हामी बाहिर निस्केको यस्तो रमाइलो थियो होइन। हामी यस्तो लेट नाइट कहिले हिँड्थेनौँ नि त। अनि आज धेरै पछि हिँडेको भएर नि कस्तो रमाइलो थियो। अनि त्यहाँ चाहिँ क्युट स्टोरहरू घुम्दै थियौँ, हामी चाहिँ हेर्दै हिँडिरहेको थियौँ। अनि अमृतालाई चाहिँ केक खान मन लाग्यो अरे, क्रेभिङ भयो अरे। बास्किन्समा गएको, खासै राम्रै भएन। अनि चाहिँ हामी चाहिँ अर्को ठाउँमा गएर केक लिएर घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।